ल हिँड्नु छिटो आजदेखि म्याच होला नि स्कुल जाँदैछ ल हिँड्नु हिँड्नु म भरै नै देवाल ल्याउन आउनुहुन्छ पिपमा है साया दादासँग बस्नुपर्छ है क्लासमा यी कपी बोक्ने सरले दिनुभएको यो तिमीलाई नि छुट्टी भएको बेलामा चाहिँ छुट्टी भएको बेलामा दमकै जानुहुन्छ छुट्टी नभएको बेलामा मात्रै जानुहुन्छ हो मम्मी सरहरु जान्न यो फ्राइडे जान्न यो फ्राइडे छुट्टी हो जीवा गर्नु कोकोलाई अनि खोइ सेवा गर्नु लु गएको है गएको भने बाई गर्नु लु आजदेखि स्कुल जाँदैछु म भन्नु लु जाउँ लु आजदेखि मेरो सानो पनि जाँदैछ स्कुल यस्तो गर्नु न टिफिन टाइम हुन्छ हैन अनि त्यतिखेर टिफिन टाइममा तपाईँ दमक जानु आँट्नु हैन अटोदेखि नि हल्ली हो सबै यिनीहरूले त मजाले गर्नु दिँदैन हिँड न अगाडि अटोदेखि होस् है देवा पो आउनुहुन्छ त ल्याउनु त लिनु दुईजना आजदेखि स्कुल जाँदैछ निनु बेबी र सायाचुङ बाई बाई रमाउँदै जान्छ भरे रुने होला ऊ गाडी पनि आएछ यता आउनु गाडी आइसक्यो यता फर्किनु त कान्छ लु यहाँदेखि स्टार्ट गरौँ है बाबु लु वाउ यहाँ भन्नु गोलो गोलो अन्डा भन्नु न कान्छ गोलो गोलो अन्डा भनेको है ल भन्नु अन्डाको डन्ठा गोलो गोलो अन्डा भन्नु न छिटो बनाउनु कति राम्रो हुनु फेरि अर्को गोलो गोलो अन्डा यहाँ बनाउनु गोलो गोलो अन्डा अब अर्को यहाँ गोलो कति धेरै बनाउनु भयो आज सानोले हेरी पनि कति धेरै बनाउनु भयो आज निनुले आज यता दिदी उता दिन सुरु गर्ने होमवर्क कतिवटा गर्नुभयो निनुले तीनटा होमवर्क कतिवटा गर्नुभयो 1 2 3 उतापट्टि गर्नुभयो मिसले 3टा होमवर्क दिनुभएको थियो होला यति बुझेलो टलको अन्डा लु बनाउनु गोलो गोलो अन्डा यसरी समात्नु न यहाँ यसरी लु यसो बाबु अन्डा गोलो गोलो अन्डा यसो गर्नु अब म बनाउँछु एउटा गोलो गोलो अन्डा पुल गोलो गोलो अन्डा यी कति